हाई हेलो नमस्कार तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज त होली हो र सबैजना दिदीबहिनी दाजुभाइ सबैजनालाई होलीको धेरै धेरै शुभकामना। ह्यापी होली। र अहिले म घरबाट निस्किए गाउँमा खेल्न जानलाई। उता दिदी पनि निस्किनु हुँदैछ। अब म दिदी घरतिर जान्छु। हामी सबैजना मिलेर अब आजको दिन रमाइलो गर्ने हो। वर्षमा एक दिनै पाइन्छ र म पनि घरबाट अघि नै निस्किसके। अब तपाईहरुलाई भिडियोमा देखाउँछु हामी कसरी के खेल्छौं होली। गति कुदाकुदी हुन्छ यो त सबै भिडियोमा मात्रै देख्न पाउनुहुन्छ। र अहिले पनि निस्केर आइसके बाटामा। तिमीलाई पनि होलीको धेरै धेरै बधाई छ। अब लगाइदिउ न अलिकति होली। आजको दिन त हैन कति खास दिन हो। यो पनि हेर सके भिडियोमा। ओ भाइ आज अलिकति लगाइदिन्छु तिमीको। ए चाउटी मन फ्याक्ला। कानमा आउँदिन। ए चुलमा नलगाउनु। ह्यापी होली। अलिकति निदाउनु। ओ खाल देउटा हालेको थिए। ह्यापी होली फुपू। नगर हैन। अब अहिलेको होली त हाम्रो आरम्भ यहीँबाटै सुरु भयो। यो बुइनुहरुसँग हैन बुनु ह्यापी होली। ह्यापी होली। बडे भेट्नु ल। अब अहिले म जान्छु सिधै दिदी घरतिर। दिदीहरु निस्किनु हुँदैछ होला। ह्यापी होली। ह्यापी होली। के रे रोगै छ हाम्रो। ह्यापी होली भाउजू। ह्यापी होली। ए सेल्फी को गर्दैछौ? ह्यापी होली भाउजू। उसको रङ राम्रो छ नि सुमीको। त्यो त भएर हेर न कस्तो मारे। मिसारा पुग्ने। मेरो त कस्तो उयो। गिरायो। थुप्रो गिरायो हो। सुमीको रङ गिराउँछ। ह्यापी होली भयो भयो भयो। रातो बेसी नलगाउ मलाई। खै सुमी पनि खै खै। आऊ। सुमीको रातो त कडा छ। म त तिनीहरुको अनुहार हेर्नु म सक्दिन। अवस्था त अहिलेदेखि बिग्रियो। के हुन्छ भरेसम्म नभन्न सकिँदैन। अब हामी हिँडेका गाउँ घर घरै हैन होली खेल्न। आजको दिन बहुत राम्रो खुसीको रमाइलो दिन हैन भाउजू? कस्तो लाग्दैछ भाउजू? राम्रो लाग्दैछ आजको दिन? हो त हाँसी थामले गर्नुहुन्छ। त सुमी बहिनी अब जाने रङ दल्नु पर्छ, साथीभाइ गुटाउनु पर्छ, खेल्न जानु पर्छ। आजको दिन त रिसारा नि हुँदैन। अब साथीभाइले रङ दले पनि निरिसाउनु बहुत राम्रो कुरा हो त नि। सबैजना यिनीहरु तले हुन्छ। ह्यापी होली। ह्यापी होली। ओ सर 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 कब गए छ पनि? सर टीका मात्रै भयो। आजको दिन टीका मात्रै हुँदैन त। आजको दिन त रङ रङमा नलगाइदिनु। ह्यापी होली। तेरो बुढालाई चाहिँ भाउजू ह्यापी होली। ह्यापी होली। राम्रो हुनुपर्छ। ह्यापी होली काकी। अरु के लेख्न पाइन्छ हैन? ह्यापी होली। ह्यापी होली। होली का भने ह्यापी होली। ह्यापी होली। ह्यापी होली। लगाइदिनु पाकिदिनु लगाइदिनु। लगाएर पाकिदिनु रातो लगाइदिनु। ह्यापी होली। ह्यापी होली। अवस्था अवस्था हेर्नुहोस् त। अब हामी निस्केर आएर फेरि एकअर्कालाई आँखा चिम गरेर फगुवा हान्न थाल्यौँ। आँखा चिम गरेर हान्दा के हुन्छ भने कतै पर्दैन आँखाभित्र इन्फेक्सन हुँदैन। र यी देख्नुभयो सबैजनाले एकअर्कालाई कसरी हान्दैछौँ। पहिले नै भन्नु आँखा चिम गर्नु अनि हान्नु जताभावी नगर्नु। त्यसको माझमा हामीले फेरि सेल्फी लिन थाल्यौँ। एकछिन सेल्फी लिएर फेरि हामी अरूको घरमा गयौँ। अर्को घरमा सबैले यसरी नै रमाइलो गर्दै हुनुहुन्छ होला। हामी पनि गर्दैछौँ। यहाँ हुनुहुन्छ ठुल दाजुलाई पनि ह्यापी होली भन्दै रङ्ग्याइदिउँ दिदी म भएर। अनि यसको साथै म फेरि अघि लागेँ। भाउजूहरूको अगाडि अगाडि हुनुहुन्छ। उहाँ दाजुको अवस्था यस्तो छ। अब कस्तो हुन्छ हेर्नुहोस्। यी देखिहाल्नुभयो कस्तो अलिकति यहाँ एक जग्गा खाली भयो त्यो दारी भयो ठाउँमा। अब त्यहाँ पनि भाउजूले छोड्नुहुन्न भने कतै खाली छैन। अब देख्नुभयो मसँग अलिकति रङ लिएर भए पनि जग्गा खाली नराखिकन सबैतिर लगाइदिनु भयो। यता चाहिँ हुनुहुन्छ हाम्रो सानी कान्छी छोरी। अनि छोरीलाई पनि ह्यापी होली भन्दै अब यहाँबाट हामी निस्क्यौँ पल्लो घरपट्टि सबैजनाले एकजना दुईजना गर्दै निस्केर पल्लो घरतिर लाग्यौँ। यहाँ भाउजू चाहिँ
होली यसपालि खेल्नुहुन्न, उहाँले बारी राख्नुपर्छ। र यहाँ अर्की भाउजू पनि हुनुहुन्छ, उसलाई पनि हामीले लगाइदिउँ। अरू यता साथी पनि बसिरहेको छन्, यता ऊ चाहिँ भित्र बसिरहेको छन्, तर उनीहरू लुकेका होइनन्, हामीलाई नै पर्खिरहेका थिए। गङ्गा भाउजूले चाहिँ कसैलाई छोड्नुहुन्न, यो चाहिँ ठिकै हो अरू। र यतापट्टि यसको अलिकति बाँकी थियो र मैले खतम पारिदिएँ रङ्गेर। भाउजूहरूको डढेलो पनि खाली रहेन, एकपट्टिबाट रातो स्टाम्प मारे जस्तै भइरहेछ। अनि अब हामी निस्केर आयौँ माथारीतिर बात गर्दै गर्दै। अब भाउजू चाहिँ भन्नुहुँदैछ रङ अलिक ल्याउनु पर्ने रहेछ, रातो रङ भन्दा भन्दै दाइ एकजना आइपुग्नु भयो, उहाँलाई पनि कसैले छोडेनन्। यता भाइ बहिनीहरू नि होली खेल्दै आए र हामीलाई पनि एकअर्कालाई लगाइदिएर ह्याप्पी होली भन्दै यहाँबाट फेरि हामी अर्को घरतिर लाग्यौँ सबैजना। मान्छे भागेर नि तप पाएका छैनन्। मान्छे भागो तर उसको ओछ्यानमा दिल बनाएर राखिदिएछन्। मान्छे भागेर नि तप पाएका छैनन्। यस्तो हालत हुन्छ भागो भने, त्यही कारण नभाग्नु, अलिकति भने लाउन दिनु। भागेर यहाँ पार पाइँदैन, यहाँ पार पाइँदैन भागेर, यहाँ भागेर चाहिँ पार पाइँदैन चाहिँ। यस्तो हालत भरे के गर्छ थाहा छैन। यो दिल अब यहाँबाट सबै निस्कियो, भागिदियो। लास्ट टाइम एउटा लगाउनु पर्छ नि। खोइ गङ्गा भाउजू खोइ। ह्याप्पी होली, एक वर्षलाई बाई बाई। बाई बाई। आजको भिडियो चाहिँ यतिबाटै समाप्त भयो। फेरि भेटौँला नेक्स्ट भिडियोमा। एक वर्षलाई बाई बाई, ह्याप्पी होली सबैलाई।